हेलो स्वागत छ तपाईहरुलाई मेरो नयाँ ब्लगमा। कुसुम मैले चाहिँ हैन एकदम हर्सिङ डाँडा जानु मन लाग्यो हैन हैन बहिनी हजुर दाइ। अनि कुसुम मैले एक्लै भइछ आज, त्यही भएर म चाहिँ अब कुसुम बहिनीसँग जान लागेको। अनि हाल चाहिँ फेरि 2 बज्न लागिसक्यो के 1:30 भयो हैन अहिले के कति भयो 1:30 हुन्ला। अनि हामी चाहिँ जान लाग्यो। अनि कुसुम मैले कुर्ता लगाएको छ अनि जुत्ताहरु लगाएको छ हैन। अनि मैले चाहिँ अनि यहाँ ब्याग छ है। अनि मैले चाहिँ बाजुको ज्याकेट चप्पल लाएर अनि ट्र्याक हैन यतिकै हो। म चाहिँ हामी चाहिँ अब जान लागेको। लेट्स गो। पैसा के लिएको छैन है, माथि गएर के खाने हो है। मलाई 100 रुपैयाँ छ। 100 रुपैयाँ छ ल ल भक्ला नि बाटो असिलो खाँदा नि हुन्छ हामी है हैन। असिलो लाली गुराँस खाँदा पनि हुन्छ। ए पानी चाहिँ लिनु पर्ने। लिउ न त चन्दा लिएर पानी म यहाँ बस्छु। यहाँ नै हालास्तो गरेको तिमीहरू भनेको छ यसले। हामी चाहिँ सगर बाटो हैन अनि बल्ल तल्ल हामी भिरको बाटो आइपुग्यो। अब यहाँबाट चाहिँ जानुपर्ने हुन्छ। अनि फोनमा चार्ज पनि छैन आज चाहिँ है बहिनी। हजुर आज हामी के गर्यो बिहान बिहान भन्नु त? बिहान सुत्यो बिहान हैन भ्लग अपलोड गरेको के गर्छ त चाचा सब स्वाहा भयो है। अनि चाचा टाइम नि पाएन, अघि चार्ज गरेर एकछिन झल्ला नि गइदिइराख्यो है। अब चाहिँ माथि देउरालीतिर पुगेर भ्लग गर्छु। बन्नमा चाहिँ भिरभिर बाटो गयो हैन। अनि बाटो यस्तो डरलाग्दैन आमामा पनि देखाउँदा म त देखाउँदिनँ। लोड्ला बहिनी ल हेर्नु डरलाग्दो छ है। अलि उता नजाऊ फोन कस्तो फोन यस्तो छ। म नि चाहिँ अलि म चाहिँ उता गइन ल। हामी चाहिँ उताबाट आएको यसो यहाँ आइपुग्यो। अझै माथि जानुपर्छ। थुप्रै थियो खाली बस कति भेट्यो अब जाने होला। अब माथि पुगेर भेट्नुपर्छ। म चाहिँ यसरी हाटेको त मलाई जस्तो छ। दाइ चाहिँ म भन्दा नि डराउनु हुँदो रहेछ। रमाइलो छ यस्तो भ्यू हेर्दै हिँड्दा नि देउरालीको हावा खाँदै हिँड्दा नि रमाइलो छ। अझै उता जानुपर्छ। हामी चाहिँ देउरालीमा आइपुग्यो हैन। अनि यहाँ बोर्ड हर्सिङ डाँडा माथि भन्नु छ हैन। अनि यो चाहिँ बहिनी र मेरो ट्रेकिङ स्टिक हो। नेचुरल ट्रेकिङ स्टिक जाउँ। ओके दाइ ल हामी चाहिँ हाम्रो यात्रा चाहिँ जारी छ। हामी चाहिँ हाफवे पुग्यौँ त्यति चाहिँ भन्न मिल्छ। हामी हेर्नु त मेरो अनुहार हेरेर म कति एक्जस्टेड छु। यहाँ अझै नि फ्रेस भन्न लाग्यो त चार्ज नि चार्जै डेड हुन लागेको अवस्था है। म हेर्नु यहाँ कहाँबाट के लडीबुडी के खेलेर आएको यहाँ दाइ अझै फ्रेस बल्ल हाफवे पुगेका छौँ हामी। यो ठाउँलाई चाहिँ देउराली भन्छ। बाटो चाहिँ राम्रो छ, जतिजना घुम्न आए पनि हुन्छ। एउटा पर्यटकीय स्थल नि भयो। आइसलहरू पनि छ ल लानु त बहिनी असुल खाँदैन। अब त माथि हर्सिङ डाँडा पुगेर बनाउँछ भ्लग, किनभने यहाँ चार्ज छैन हैन। अब एकछिन माथि पुगेर चार्ज गर्छु। अनि चार्ज भएपछि भ्लग बनाउन फेरि स्टार्ट गर्छु हैन बहिनी। होइन बहिनी पनि चाहिँ यहाँ मन्दिर जान्छु हैन। भगवान्लाई पातेहरू चढाउन लागि के माग्छ अनि तिमी भगवान्लाई? केही नमाग्ने केही नमाग्ने अहिलेसम्म भनेको जस्तो भइरहेछ। यसै गरी चाहिँ राम्रो आओस् भनेर भन्छु। म धेरै आएको छैन हर्सिङ चाहिँ 2-3 चोटि जति बेला आएको त्यति बेला चाहिँ पूजा गर्नुपर्ने हुन्छ। ल बहिनी सीमा राम्रो आछ है त मिल्छ। मैले अस्ति त भिडियो बनाएको थिएँ। ल बहिनी चढाएपछि म पनि चढाउन जान्छु। अब बहिनी चाहिँ भित्र फुल चढाउन गएको छ हैन। अनि एकछिनमा आउँछ। पैसा नि चढाएर यहाँ त हाम्रो फेरि पैसाको नाम बल्ल 100 रुपैयाँ छ है हैन बहिनी। गाह्रो छ गाह्रो। अब म चढाउँछु फुल। ल यस्तो पातेहरू हैन त हुन्छ। पुर्खौँदेखि चलाएको मन्दिर कहिले बनाएको हेर्दा नलेखिया रहेछ तर धेरै भयो यो बनाएको त। मन्दिर टुप्पोमा हेर न है। हुन्छ ल अब जानु पर्छ हामी। जाउँ न त जुम कति मजाको भिडहरू छ यो त। महिनामा चाहिँ हिँड्दै बहिनी अगाडि छ। चित्तन दिएर म बहिनी कसले ठुलो चित्तन ल पहिला तिमी पकासँग डेन्जर चित्त है डेन्जर। अहिलेसम्म चिन्दैमा नचिचाएको तिमी चित्त ल जाउँ। सबै मिक्स्ड इमोसन भएको छ हामीलाई। ल अहिलेसम्म ल ल अझै चिच्चाउन मन छ अझै खतरा खतरा डेन्जर। दाइले चाहिँ आइसलुको पार निकाल्नु भएको। मेरो हाले उसो के अरे आवाज चाहिँ रोकिन सक्छ अहिले। आवाज नचिच्चा ल कस्तो भयो घाँटी हाल्दा आवाज अब है हिँड्दा म भिडियो नि खिच ल। बोल्ने न हामी यहाँ आइपुग्यौँ। भयो ल ल
होइन ठिकै होइन त ट्राई इज बेस्ट फेरि सिधै तल गुल्ट्यो नि फेरि सबैलाई ट्राई गर्नु नपर्ने हुन्छ अनि हेर्न यहाँबाट सुल्ट्यो भने त त हो मनिसी तल देखाउनु नि तल अब भयो यहाँ चाहिँ डरपोक मान्छेहरू नआउनु होला डरपोक मान्छेहरू आउन मनाइ छ म जस्तो बहादुर हुनुपर्छ मान्छे होइन बहिनी कति पनि नडर एकदम साहस भएको होइन त्यस्तो मान्छे आउनुपर्छ यता चाहिँ मात्रै त्यहाँ ठुलो मात्रै लिएर काम छैन कच्चा भनेर फुल बस्ने अनि फोटो सोटो भिडियो ब्लग सर गरेर घर फर्किने चाहन्छ मेरो पनि छिटो भन्नु लागेको छ लाली गुराँस खुलै नगएर हुन्छ त लाइनमा यो बहिनी है बाटोमा आउने बेला रुखे रुख लाली गुराँस तल जग्गा मर्सिने छोड्न लागेको छैन यहाँ चाहिँ दाइले मौसमलाई नि च्यालेन्ज दिँदै खै त्यो ज्याकेट मलाई दिनु केही नै होला टक्न है यहाँ दिन्छु तपाईँको सामानहरू अनि आउँछु ल ल भर्खर देख्नु बेला तपाईँले यस्तै सिट भाग्यो होइन खतरै सिट भागेको थियो म तर म त कति पनि थाकेन कि होइन बहिनी यस्तो नर्छ मान्छेले कति पनि नथाके अलिक इन्ट्रेस्टेड छैन म अब जाके लाउनु पऱ्यो फेरि टाढा सिनहरू त बबाल बबाल यस्तो दामी दामी छैन अनि त्यति मैले खिच्न पाएन होला तल मैले खिचेको त सिनहरू होइन बहिनी तपाईँहरू चाहिँ बहिनी टिकटक पनि चेक गर्न सक्नुहुन्छ के छ तिम्रो टिकाउन बहिनी कुसुम थिङ के छ भाइ मेरो नामै छ ल चेक गर्न सक्नुहुन्छ कुसुम थिङ उसको नाम छ अरे होइन भेटाइ भेटाएन है के हो नि भेटाइ भयो नभेटाइ भयो ल घाटाहरूले चाहिँ कपडाहरूलाई चाहिँ लास्टै घाटा भएको छ हिँड्दा चाहिँ स्वर्गको बाटो हिँडे जस्तै हो नि यस्तो राम्रो छ यहाँ ठाउँ दाइलाई कस्तो फिल भइरहेछ मलाई अलि आनन्दै भनौँ आनन्द हुन्छ कति बजी यसरी हिँड्यो म यसरी हिँड्थेन नि त होइन अस्ति पाएसँग भैँसी चलाउँदा नि खतरा हिँड्यो भेटियो नि के छ त के छ स्वर्ग जाने ए हो तिमीलाई आउँदैन थियो कि आउनु त आउँछ तर मेरो आवाज अलि राम्रो नभए मलाई देखाएको तपाईँले देखाएको तपाईँभन्दा म राम्रो भएर अहिलेसम्म मेरो क्या भएन 3 जोडी उडाइसक्यो हावाले अब अझ कति जोडी उडाउने थाहै छैन अनि बादल लाग्छ लाली गुराँस फेरि भिडमा म हाड उडेर टिप्दियो एनर्जी वेस्ट हामी चाहिँ त्यहाँ पुग्नुपर्छ अझै नि हाम्रो यात्रा जारी छ है बेला होइन भने फोन लिएर फोन फालिदिउँ जस्तो हुन्छ कस्तो ढाटेन मैले आइफोन फालिदिउँ जस्तो भइसक्यो मलाई चाहिँ तर मैले कन्ट्रोल गरेर अनि चाहिँ लाली गुराँसहरू छ ढङ्गै छ होइन कुवा पानीहरू नन्देश्वर गावी बुद्ध बजार भुलबुले ज्यामिरे खुदी सब देख्छ हाम्रो चाहिँ है बहिनी सिनहरू राम्रो त छँदैछ होइन तर बाटोहरू पनि कस्तो राम्रो कि यतिकै बाटोहरू हेरेर बस्नु जस्तो बाटोहरू छ हातले भेट्छ लाली गुराँसहरू चाहिँ तलबाट यस्तो खाल्टो रहेछ म चाहिँ लाली गुराँस खाँदै हिँडेको होइन अनि बहिनी खाँदिनँ है खाँदै हुन्छ म चाहिँ लाली गुराँस चाहिँ खाइसक्यो बाटोमा चाहिँ थुप्रो छ पढहरू टिप्छु म चाहिँ लाली गुराँस त लाइनमै छु माथि पुगेर मुखसुख धुने पनि है तिम्रो फेरि मेकअप उड्ला नि उडिसक्यो पसिनाले हरियाली छ लाली गुराँस फुलेको यो महिनामा आयो भने चाहिँ झन् रमाइलो लाग्छ है यता चाहिँ बारहरू पनि लागेको रहेछ शीतल लागेको छैन मान्छेहरू नै आएको छ भन्छ बहिनीले चाहिँ आइपुग्यो हर्सिङ डाँडा बल्ल तल्ल गरेर हर्सिङ डाँडा चाहिँ फाइनल आइपुग्यो हर्सिङ डाँडा यस्तो छ बहिनी चाहिँ लाली गुराँस लिएर मजा भित्र छिर्छ होइन गेटबाट अनि यस्तो छ यहाँ चाहिँ पोखरी बन्नु छ होइन तर यहाँ पानी छैन हाल्छ होला बिस्तारै अनि माथि चाहिँ मूर्ति पनि रहेछ यो चाहिँ धर्मशाला थियो पहिला होइन यहाँ मान्छेहरू सुत्ने गर्थ्यो आजकल फेरि सुत्न पाउँछै पर्दैन वेलकम टु हर्सिङ भनेर छ यस्तो छ भित्र चाहिँ चुलो पनि रहेछ बोतलहरू पनि यतिकै छोडेको छ म चाहिँ अमुक दिनुभयो ज्याकेट खोलेर या म मेरो बडी देखाउँछु ठुलो बोल्नु न ठुलो बोल्नु न
ठुलो बोल्नु कस्तो ठुलो बोल्नु हो यतिको बोल्नु हात यस्तो थोर भएको छ मजा नगरिने नि त धेरै मेकअप गर्नु न लास्ट नकली भएछ बहिनी चाहिँ यस्तो मेकअप गर्ने भएछ होइन कसले सिकाएको अरे तिमीलाई अलिअलि त के नि हुँदा निलाम दिदीले सिकाएको अरे तिमीलाई चाहिँ है के यस्तो यस्तै हो के हो त यो मेकअपको नाम चाहिँ कन्सिलर हो यो त कन्सिलर फेयर लभली नि लाउँछ है फेयर लभली लाउँदैन मैले पैसा छैन पैसा छैन म त फर्स्ट टाइम हो बहिनी यो बनेको बाटो चाहिँ यहाँको हर्सिङ डाँडामा मैले फर्स्ट टाइम हो नि म बन्नु बेला त यो अलिअलि त्यो कन्क्रिट अनि त्यो सिमेन्टहरू मात्रै ल्याइराखेको थियो बनाएको थिएन ल बहिनी र मेरो फर्स्ट टाइम रहेछ यहाँ त कस्तो बनाएछ त्यहाँ कटेर थियो हटाएछ त्यहाँ कटेर थियो कि अहिले त्यस्तो छ आजकल चाहिँ हामी चाहिँ अहिले होटेलमा होइन ल बहिनी के खाने तिमी सब अर्डर गर ल तिमीलाई जे खान मन छ अहिले हुन्छ ल ल बहिनी ए रहेछ हौ सब भन्न परेन नुडल सुप सबै लेखेर रहेछ त्यो मिल्क टी छैन दाई हेरे हेरे जाउँ बाहिर एकछिन चटपटे खाने पहिला खाएर घुम्ने कि त्यतिकै बस्नु भयो ल फोन चार्ज गरौँ लो गरौँ हामी जब फोन चार्जमा राख्छौँ होइन अनि एकछिन बाहिर घुमेर आउँछु एकछिन चार्ज हुन्छ अरे फोन अनि फेरि भ्लग स्टार्ट गर्छु दाइले चाहिँ हुक्का सुक्का नखाने चुरोट नखाने चाहिँ फाइदै भयो नत्र हेर्नु चाहिँ सूर्य चुरोटलाई 25 हुक्कालाई 400 बहिनीसँग चाहिँ 100 रुपियाँ थियो होइन अनि 100 रुपियाँमा आउने खाजा चाहिँ 2 कप चिया अनि चटपटी होइन ल खाम अब जब चटपटी खान लाग्यो यस्तो सिनहरू हेर्दा सोलर छ यता चाहिँ सोलरबाट यस्तो हुन्छ चार्ज साथ सब बत्ती सती बाल्ने सब सोलरबाट यस्तो छ सिनहरू माथि भेडाहरू छ अनि यता टेन्टहरू यता त सुत्नु नि मिल्छ होइन रातितिर यस्तो यस्तो सिनहरू आनन्दरी होइन रिल्याक्स गर्दै घाम ताप्दै होइन बहिनी यहाँ रिगेर त भएन नि तिमीले त चमचम भनेको है अब चटपटी खान लाग्यो ल बहिनी खायो त हस् कस्तो छ यहाँ चाहिँ बदाम प्याज अनि होइन काँक्रो क्या मिठोसँग बनाएर खतरा भयो कसम तिमी ट्राई गर त ट्राई गर खतरा भयो साँच्ची तलतिर भन्दा मिठो भएको र साँच्ची अघि चाहिँ 100 रुपियाँ मात्र थियो होला भनेको होइन अनि चटपटी अनि चिया खायो मेरो हिसाबमा चाहिँ पैसा नि रहेछ कि अनि त्यही भएर फेरि हल्का पैसा थियो अनि करेन्ट चाउचाउ चिया होइन अनि बहिनीको लागि चाहिँ करेन्ट चाउचाउ र 50 पिरो अनि तिम्रो होइन अनि पिरो कम गरौँ भनेको ल म नि फेरि खान्छु एक बाइट तिमीसँग त अबे मुख पोल्यो मेरो हुन्छ पिरो खान्छ खाजा खाइसक्यो होइन म चाहिँ फाल्यो रामिन चाउचाउ के नि पनि माथि नजाने माथितिर नि यसो गइदिउँ भनेको तर अब यस्तो फोटो खिच्नु मलाई हल्का फुल्यो होइन अनि हामी चाहिँ फर्किन्छु किनभने अब रात पनि पलस्तो भएको छ फोटो खिच्ने अब ल मैले चाहिँ अहिले यहाँ बहिनीको फोटो खिचिदिँदैन होइन यता तल भुइँ बसेर अनि बहिनी त माथि छ है ल पच्दैन पच पुरा मैले यसो खिच्दै पुरा मेरो सेल्फी के तल मिरर नेचुरल मिरर होइन के हो म अब यहाँबाट हामीलाई त्यहाँ जान्छु अब होइन यतैबाट आउनु पर्ला म चाहिँ यहाँ यसरी जान्छु यहाँबाट के हो नि अब घर जानुपर्छ अब है अन्त पनि कुसुम बहिनी म चाहिँ अब घर फर्किनु लाग्यो होइन अब राति पर लागेको छ 6 बज्न लागिहाल्छ है यस्तो धेरै बस्यो हामी यहाँ कति बजी आइपुग्यो होला हामी यहाँ तर छिटो आइपुग्यो हामी है छिटो आइपुग्यो राति पर्छ जस्तो लाग्थ्यो त आइपुग्ने बेलासम्म तर छिटो आइपुग्यो अब चाहिँ हामी घर फर्किनु लाग्यो अनि यो टच छ होइन सब कुराको बन्दोबस्त छ त्यही भएर केही चिन्ता छैन बहिनी है यता छ बहिनी चाहिँ अब जाने अब होइन कस्तो राम्रो देखियो तपाईँको पछाडि भ्यूहरू पछाडिको त्यो माथिको त्यो वाउ मान्छे जस्तो देख्यो तपाईँले कस्तो राम्रो देख्यो वाउ कस्तो राम्रो देखेको पछाडिको फोटो खिच्दिउँ ल खिच्दियो ल दामी नि खिच्दियो ल ल ल बत्ती नि ल्याएर ल ल पहिलामा चाहिँ अब घर फर्किँदा भिर बाटो हिँड्दा हामी चाहिँ हामी चाहिँ सर्टकट बाटो भन्दा अघि घोसिङ पुग्नु पर्यो या त गुरुङ नजाइ आइपुग्यो हामी चाहिँ है बहिनी अर्कै बाटो आइपुग्यो अर्कै बाटो हिँड्यो
केही छैन हामी गुरुङ गयो अनि नवरङतिर गएकै थिएन हामी आगोबाट होइन बहिनी तिमी गएको थियौ त गएको थियो कहिले ए अस्ति है अस्ति गएको थियो भने चाहिँ अनि म चाहिँ गएको थिएन अब त्यो गुरुङ पनि देख्ने भयो होइन बहिनी अब चाहिँ हामी घरतिर जान्छ बाजे चाहिँ अब बोजेलाई दिनु फुल म चाहिँ अब घर आइपुगेँ होइन अनि हामी बोजेर बहिनी नि छ है अनि आजको लागि चाहिँ यति नै थ्याङ्क्स फर वाचिङ पिस ल बाई बङ्गो बाई बङ्गो बाई बङ्गो चलाउनु ल्या बाई ल ल यहाँ बाई बाई ल ल आखे ल याली मजाले Bye.